हेर न केटीहरू आजभोलि घामले डढेर यस्तो काली भइछु म यस्तो काली भइछु पुरा सनस्क्रिमले पनि काम गर्दैन टिकटक बनाउन लागेको फिल्टरले पनि काम गर्दैन फिल्टर इज नट सपोर्टेड अन योर फेस भन्छ क्या छ्या त अझ अलिअलि गोरी छु म त पुरै भैँसीको छाला जस्तै काली छु हामी दुईटी मात्र कालो भइरहेछौँ कि यो हिरोसीमा त हेर न कति गोरी भएको यार के लगाउँछ के हो तेरो फेसबुकको राज फेसबुक होइन कि राडी फेस भन्न फेस म त महँगा एकदमै ब्रान्डेडहरू सनस्क्रिमहरू नाइट क्रिमहरू अनि एर्साघुमका ब्रिए के ब्रान्डेड सप स्याम्पू ऑयल कति दामी ब्रान्डेड सबै सामानहरू प्रयोग गर्छु नि छे तैँले मात्र गरिरहेछस् महँगा प्रोडक्टहरू युज हामी त युजै नगर्ने जस्तो गराउँथ्यो हामीले पनि त महँगा युज गर्छौँ के अरे 60 रुपियाँ 30 रुपियाँवाला क्रिम लगाउँछौँ कस्तो सनस्क्रिम लगाउँछौँ 150 रुपियाँवाला होइन अनि त हामीले पनि त युज गर्छौँ हामीले पनि त कस्ता क्रिमहरू कस्ता मेकअपहरूका सामान ल्याएर हामी युज गर्छौँ तर हामीलाई काम गर्दैन नि त गरे पनि त राम्रै हुनु पर्यो नि त बाँदर जस्तो खाप्छ अनि कहाँबाट हुन्छ उफ कस्तो गर्मी भएको मेरो सङ्गत गर के राडीहरू म ब्युटी गराइदिन्छु नि म राम्री गराइदिन्छु मेरो सङ्गत गर न पहिला तिमीहरू दिदी ओए गोरी दिदी मलाई त जस्तै गोरी बनाइदेन छे हुँदैन कि त्यसै भन्ने मात्र आफ्नो चाला कहाँ जाला भने जस्तो त नगरा नि त रानी तँलाई कसले गर भने तँलाई कसले रोकेछ तेरो हातको कसो समाते छैन के अरे म तेरो गराइदिन्छु आइज अबि नसाइली त कति सारी गोरी आमा तेरा बाप नकर्काउने ओहो के साह्रो गोरी हो हिरोसीमा दिदीले बनाइदिनु भएको तँलाई जाम त भनेको थिएँ तैँले मानिनस् के अरे यता हिरोसीमा दिदी भन्दा गोरी भइसीमा तादोले नि कस्तो गोरी बनाइदियो हिरोसीमा दिदी मलाई पनि गोरी बनाइदिनु न बनाइदिन्छु हिजो बहिनी जाम म गराइदिन्छु भन्दाखेरि खुब भाउ खाइदिस् त राडी के गराइदिनु जाऊ त